बिहान केही खाँदैन होला बिहान केही नखाएर पनि खानाको प्रसङ्ग चल्दैछ। एकादश स्कन्द भागवत धर्म को उपदेश। नवयोगेश्वर संवादपछि भगवानले भन्नुभयो सब छोडछाड पारेर भागवत धर्मको उपदेश दे। तो वस्तु पनि त्याग, स्नेह पनि त्याग, कसरी त्याग? तो आफूले आफूलाई गुरु बनाएर त्याग्नुपर्छ। र धेरैले आफूले आफूलाई गुरु बनाएर त्याग्नुपर्छ, भगवानलाई प्राप्त गरेका छन् भन्दै एउटा इतिहास सुनाउनु हो यदुरा दत्तात्रेय। तो यहाँ दत्तात्रेय को नाम चाहिए कंचित अवधूतम द्विजम। कवीम तरुणम युवावस्थामा बडो विद्वान तर अवधूत भेषमा निरीक्षा देखेर धर्मविद यदु पप्रच्छ। धर्मवेत्ता यदुले सोधे, के सोधे? कुतो बुद्धियां ब्रह्मन् अकर्मो सुविदारः ज्ञानार्थाय भवान् लोकं विक्रम प्रतिभारः। 25वां श्लोक में जुन ती ब्राह्मण को विशेषता के आएको छ? अवधूतम कवीम अवधूतम। कवि कसलाई भनिन्छ? विद्वान। जसले ठुल्ठुला ग्रन्थहरू लेख्न सक्छ कवि। जस्तो कि आदि कवि वाल्मीकि, आदि कवि भानुभक्त, कालिदास कवि, माघ आदि। अब नेशनल इंटरनेशनल सभी को नाम दिनु पर्यो। अब अहिलेको कवि चाहिँ खाली कस्तालाई कवि अरे भन्दा दुई चारवटा पद लेखो अनि हे हँसायो त्यति नै कवि। कुमार विश्वास कवि भन्छन् है। कवि भनेको जसले कविताको माध्यमले हास्यरस आदि लगाएर भगवान को भक्ति मार्ग में लैजाओस् त्यही नै कवि। कुमार विश्वासको कथावार्ता, कुमार विश्वासको कवि होइन, कथावार्ता कवि नामले प्रसिद्ध छ। वाल्मीकि महर्षि कवि हुनुहुन्थ्यो, उहाँले रामायण लेख्नु। भानुभक्त कवि हुनुहुन्थ्यो, उहाँले रामायण लेख्नु। कालिदास कवि थे, दरबारी पंडित पनि थे, नाना प्रकार का कविता बनाउँथे। तर उनीहरूको मुख्य उद्देश्य केवल हँसाउने मात्रै होइन। श्रृंगार, हास्य, करुणा, वीर शांतरस, भक्ति रस। कवि में जो है अरू केही रस नभए तापनि अंतिम शांत रस हो, भक्ति रस हो, ज्ञान रस हो। तो ज्ञान रसले परिपक्व हुनुपर्छ अनि त्यो ज्ञानले भगवानको मार्ग बताउने मलाई कवि। जसले रचेका कविताहरूले
हृदयलाई पनि आनन्द दिन्छ र भगवानको पनि प्राप्ति गराउँछ। कवि शब्दमा सबै चाहिन्छ। अरू युवावस्थामा अवधूत भेषमा तरुणम तर अवधूत। युवावस्था कस्तो हुन्छ? खाऊ लाऊ लाऊ जाऊ जाऊ यो गरौँ त्यो गरौँ अनि तपाईँहरूको अभिव्यक्ति। कहिले जो है कथा लागोस्, कहिले विद्वान बन्ने, कहिले घर बनाउने, कहिले बिहे गर्ने, कहिले गाडी किन्ने, कहिले छोरो जन्माउने, कहिले सम्धी बन्ने। त्यस्तो बेलामा विद्वान भएर समर्थवान भएर अवधूत भेषमा देखेर यदु धर्मवेत्ता हुन् र छक्क पर सोध्नुभयो यदुले, हे ब्रह्मन इयम अकर्ता बुद्धि कुता? यो केही नगर्ने बुद्धि कहाँबाट पायौ? तपाईँ यस्ता विशारद हुनुहुन्छ, विशारद PhD पारङ्गत हुनुहुन्छ, ज्ञानी हुनुहुन्छ। यस्तो ज्ञानी भएर यो केही नगर्ने बुद्धि चाहिँ कहाँबाट आयो? याम आसाध्य जुन बुद्धिलाई लिएर अकर्ता बुद्धिमा आश रहेर विद्वान भएर बालवत यति मूर्ख भने मूर्ख अवधूत भेषमा बाउलाई हिँड्नुहुन्छ। प्रायः गरेर युवावस्थामा सबै युवाहरू कस्ता हुन्छन्? मोक्षको लागि अग्रसर नभए तापनि धर्म अर्थ कामेषु विद्वितायां अधिकांश मान्छेहरू युवावस्थामा धर्ममा लागेका हुन्छन्, विद्वानहरू भएर। तपाईँ जस्ता विद्वानहरू युवावस्थामा धर्ममा लागेका हुन्छन्, अर्थ कमाउनमा लागेका हुन्छन्। निक पनि जाउँ यसो संसारको भोगलाई पनि भोगौँ भन्छन्। तर तपाईँ भन्ने यो अवधूत भेषमा खरानी बसेर त्वं तु कल्पकवेदस्यः शुभावोरितभाषणः न कर्तानि हते चिन्ते सर्वमस्तवितार्थवाद। भगवानले सबलाई अलग अलग दिमाग दिए नि, मुन्डे कसैले के बुझ्यो, कसैले के बुझ्यो, कसैले के बुझ्यो, कसैले बुझ्दै बुझेन, कसैले बुझ्दै बुझेको छैन। नबुझेको त केही त बुझेको छ, त्यही भएर त नबुझेको हो। भन्छ तपाईँ कस्ता हुनुहुन्छ? हुनुहुन्छ, कवि हुनुहुन्छ, दक्ष हुनुहुन्छ, क्रिया दक्षो दक्ष। तपाईँले नजान्ने केही काम छँदै छैन, चतुर हुनुहुन्छ, कुशल हुनुहुन्छ, सुभग यति राम्रा हुनुहुन्छ, सुभग परम सुन्दर। तपाईँले भाषण अमृत तुल्य दिनुहुन्छ, मिठो बोली छ तपाईँको। कथा गर्नु सक्थ्यो, एकै दिनमा तपाईँ भाइरल हुनुहुन्छ। र पनि यस्तो समर्थवान भएर न कर्ता न इहसे, यही गर्नुहुन्न। तर अचेलभरि सोध्नुहुन्न अरे है। नेपालको एउटा घटना हिजो अस्ति आएछ नि, छिमेकीले सोध्यो अरे, सधैँ सोध्थ्यो अरे नि, यो भेट गर्दैन त नअरे मारिदियो। सुन्नु होइन, नेपालको भन्दै आएको छ हो। अरे कहाँको घटना हो, तर नेपालको भन्ने चाहिँ मैले पढेको थिएँ, यसो पनि जान्थेँ है। छिमेकीलाई सोध्थ्यो, त्यसले मारिदियो। समय आएपछि गर्छु यार, बस्दै किन सोध्नु, सिधी बात हो, मार्नु चाहिँ हुँदैन है।
हजुरले खोजे नि त न कर्ता न इहसे केही गर्नुहुन्न केही चेष्टा गर्नुहुन्न किंचित न इहसे जडन्मत्त पश्चात् न इहसे उन्मत्त बौला झै भूत प्रेत पिशाच झै भनेर हिँड्नुहुन्छ पनि के गर्नुभएको यो होलिया बनाएर है तपाईलाई कुनै तापले सताउँदैन न तप्यसे काम लोभ कामाग्निना न तप्यसे लोभाग्निना न तप्यसे काम लोभ आदि दवाग्निवत् बन्न लगेको आगो झै तपाईलाई कुनै ताप छैन दैविक दैहिक भौतिक तापले तपाईँ रहित हुनुहुन्छ मुक्त हुनुहुन्छ गंगामा बसेको हाथी झैं गंगाम भस्ता के तपाईलाई भित्रै भित्रै आनन्द कहाँबाट मिल्छ आत्मने आनन्द कारणम भूहि यो आत्मानन्दको कारण बताउनुहोस् आनन्द आत्मानन्द आत्मराम यसको कारण आत्मामा आनन्द कहाँबाट पाउनुभयो त्यो समाचार सुनाउनु हो भनेर सोध्दा ब्राह्मणबाट ब्राह्मणले भने राजन में बहवः गुरवः सन्ति बुद्धिउपाश्रिताः कण्ठी धारण गर्ने बुद्धि होइन गुरु होइन बुद्धिउपाश्रिता यो ज्ञान तिमीले नै लेखेको थियौ कृष्णको गुरु को हो भनेर है त्यहाँ यो लेख्नु नि कृष्ण गुरु दीक्षा गुरु कि शिक्षा गुरु यो पनि त लेखिदिन्थ्यो प्रश्न अधुरो भयो हे राजन मेरा धेरै गुरु छन् मैले बुद्धिले धेरै गुरुको आश्रय लिएको छु कति गुरु बनाएको छु 24 गुरु तो बुद्धि उपाश्रिता गुरव मैले बुद्धिले ज्ञानले यिनीहरूलाई गुरु बनाएर मैले यसको जीवन जिएको अर्थात आत्मैव आत्मनो गुरु जो पछिबाट छ नि अब यी गुरुहरूले न शिक्षा दिन्छन् न दीक्षा दिन्छन् उनीहरूको जिन्दगीलाई देखेर आफूले बुद्धिले केही न केही सिक्ने अर्थात आफूले आफूलाई गुरु बनाउने प्रकृतिद्वारा सिक्ने हिजो आएको थियो नि 20 श्लोकमा आफ्नो गुरु आफ्नो गुरु मैले आफूले आफूलाई गुरु बनाएर यिनीहरूसँग बुद्धिले केही ज्ञान सिकेर यिनीहरूलाई पनि मैले गुरु बनाएँ 24 गुरु थोड़ा श्लोक लेने पृथ्वी पृथ्वी वायु आकाश आप पानी अग्नि चंद्रमा सूर्य कबूतर अजगर कबूतर परेवा अजगर समुद्र पतंग पुतली मधुकृत गज हाथी मधुहा मह काट्ने वाला के भन्नु हैन मह काट्ने वाला बनाउने त मधु काट्ने वाला हरिण मधुकृत मौरी जी हो मधुकृत मारी छ नि मधु मधुम करोति इति मधुकृत मधु
ये सब व्याकरण के चमत्कार है। हरिण, माछो, पिङ्गला वेश्या, सुर पक्षी, द्वितीय में के भन्छ अरभक, बच्चा, कुमारी, दिए नगर की कन्या, सरकृत, बाण बनाने वाला बड़ोई मिस्त्री, है ना, सांप, पूर्णनाभि महात्मा, सुपेश, कमलकोटी, एतेने गुरव चतुर्विंशति, एतेषां वृत्तिभिः शिक्षिता, वृत्ति, जीवन शैली, व्यवहार शिक्षा देखेर मैले शिक्षा लिएँ, तब बुद्धिले बनाएका मेरा गुरु हो, अर्थात मैले आफूले आफूलाई गुरु बनाएँ। यिनीहरूसँग सिकेँ, यिनीहरू मलाई सिकाउने गुरु हुन्, र यी सबैलाई सिकेर मैले आफूले आफूलाई गुरु बनाएर यसरी बसेको। जोसँग शिक्षा लिन्छ तो गुरु। पहिलो गुरु अब 1, 2, 3, 4, 5, 24वटा गुरुको शिक्षा बताइदिन्छ। पहिलो गुरु पृथ्वी कहिल्यै चलायमान हुन्न। खाल्टो खने तापनि खन्नु खाल्टो बनाउनु एउटै हो। त्यहाँ बोरिङ गर्नलाई छेद बगारे तापनि, ट्रक कुदाए पनि, रेल कुदाए पनि, मलमूत्र त्यागे तापनि, वृक्ष रोपे पनि पृथ्वी चलायमान कुल्चिए तापनि 38 श्लोक भूतैराक्रम्यमाणोऽपि धीरोदैवतानुदैः तद्विद्वान् न कथयन्मार्गान् चिते कृतम्। भूतैः आक्रम्यमाण, प्राणीहरूले कुल्चिए तापनि, क्रमपाद विक्षेपे, किनभने भूतै दैववश अनुयायी, दैवको वशका अनुयायी, अर्थात धरतीमा नकुल्चिए कहाँ कुल्चियो, यहाँ नहिँडे कहाँ हिँड्ने। मलाई थाहा छ यी सबै दैवका वशमा हुन्। अब म माथि नउभिए, म माथि नथुके, म माथि मलमूत्र त्याग नगरे, म माथि नबसे काम छ। प्राणीहरूद्वारा आक्रम्यमान भए तापनि सबै दैवको वशीभूत हुन् भनेर विद्वान पनि कहिल्यै पनि पृथ्वी जस्तै चलायमान नहुनु। मार्गात नचले, आफ्नो मार्गदेखि चलायमान नहुनु, त्यही नै विद्वान हो। क्षिते व्रतम अन्वशिक्षम, पृथ्वीको व्रतलाई मैले धारण गरेँ, पृथ्वीको शिक्षालाई मैले सिकेँ। अद्भुत भेषमा हिँड्दाखेरि कसैले लाठी पनि हान्छन्, कसैले गाली पनि दिन्छन्, बाउला पनि भन्छन्, ढुङ्गानी हान्छन्, चोर आयो भनेर समात्लान् पनि कहीँ अगाडि चोर के अरे यो भिक्षु गीतमा छ, अब उसलाई थुक्छन्, मलमूत्र त्याग गर्छन्, तर ऊ चलायमान हुँदैन, एक रसमा भगवानकै चिन्तन गरेर। र अवधूत भेषमा रहेर मैले के सिकेँ, कुनै पनि वस्तु पदार्थ मान अपमान देखेर चलायमान नभइकन भगवानको भक्ति गर्नु। न्याया प्रविचलन्ति पदं न धीरा, धीरा
न्यायात् पदात् न प्रविचलन्ति निन्दन्तु निपुणा यदि वा सुवन्तु लक्ष्मी समाविशतु गच्छतु वा यथेष्टम् आद्यैव मातु युगान्तरेव न्यायास्पदान्ति पदं न धीरा धीराः न्यायात् पथात् न प्रविचलन्ति धीरः न चले मार्ग आफ्नो मार्गदेखि चलायमान जस्तो कि अब यदु अवधूत भेषमा रहेर भजन गर्ने उनले मार्ग अपनाएका थिए। अब तपाईहरु भागवतको वक्ता भन्छु भनेर यो मार्गमा हिँड्नु भएको छ। अरु केही उद्देश्य छ कि छ त? एउटै उद्देश्य छ के भागवतको वक्ता भन्ने। अब चलायमान हुनु भएन। घरबाट फोन आउँछ, घर आइज भन्छ हैन, पढाइ छोडेर कसरी जाने, पानी आयो आज नजाउँ, ज्वरो आए पनि दबाई खाएर बुझ्नुपर्छ। मार्गात नचले सधीर सविद्वान न्यायात् कथा। अब उठ्नै सकिएन भने त कुरै सकियो, अलि भुँडी दल्दै सुत्ने। मोबाइल देखेर विचलित हुने त्यो पनि भएन। कहिले नेपाल, कहिले घर, कहिले यहाँ। त्यो मार्गदेखि चलाएन। विद्वान आफ्नो मार्ग जुन समातो त्यसमा अब चलायमान हुनु भएन। त्यो मार्गमा हिँडेर जहाँ पुग्ने आफ्नो उद्देश्य छ पुग्नै पर्यो। पृथ्वीले पनि के स्वीकार गर्नुभएको छ, म समस्त प्राणीहरूलाई धारण गर्छु धरणी नाम। अब कसैले कुल्चियोस् कि थुकोस् कि आरती गरोस् कि पूजा गरोस् कि वन्दे मातरम भनोस् कि नभनोस्, माता पृथ्वी आफ्नो मार्गदेखि चलायमान। म पनि आफ्नो मार्गदेखि चलायमान हुँदिन। कोही पनि व्यक्ति आफ्नो मार्गदेखि चलायमान नहुँदैन। एउटा मार्ग चुनेपछि त्यो मार्गमा स्थिर भएर लागिरहनु। चरैवेती 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 चलैवेती हिँडिराख्नु हिँडिराख्नु हिँडिराख्नु। सूर्य चाहिँ तो चरैवेती चरैवेतीको माथि पंक्ति के हो? सूर्यलाई हेर्नु त, बिहानबाट लिएर बेलुकासम्म होइन, पुरै रात यहाँ पो बेलुका भयो। सूर्य अस्त सुत्यो होला भने सुत्दैछ। हेर सूर्य हमेशा चल्छन्, त्यसै कारणले तेजस्वी छन्। चलती का नाम गाड़ी और रुक गई तो खतरा। चरैवेती 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 चलेती चलेती सुनो। सूर्य को पूरा पूरा देखिए माथि की पंक्ति नहीं उठे न हो, छोड़ दी है। अब दोस्रो गुरु वायु। पृथ्वी एक नंबर भयो। दोस्रो गुरुको नाम वायु। वायुलाई गुरु बनाएर के सिकियो, के सिक्ने? 40 विषय स्वादियोगे नानाधर्मेषु सर्वतः गुणदोषव्यपेतात्मान् अभिवदेत वायुवत्। अब इन्द्रिय सबैसँग छ,
विषय भोग सबैले नै गर्छन् प्रत्यक्ष अप्रत्यक्ष रूपमा पंच ज्ञानेन्द्रिय पंच कर्मेन्द्रियका विषयहरू सबैले नै भोग्दछ तर कहीँ पनि आसक्ति हुनु भएन योगी नाना धर्मेषु विषयेषु सर्वतः आविशन् नाना प्रकारका इन्द्रहरूका विषय धर्ममा योगीहरू प्रवेश गर्छन् अर्थात् विषय भोग गर्दछन् तर त्यो विषयप्रति गुणबुद्धि पनि छैन दोष बुद्धि पनि छैन ती विषय भोग गर्ने योगीहरू पनि गुणदोषले रहित छन् विषयको प्रति कुनै गुणबुद्धि पनि छैन दोष बुद्धि पनि छैन अब हामीहरूको के छ हामीहरूको बुद्धिमा गुणदोष बुद्धि छ उसले मोमो खायो अरे त्यो महात्मा भएर हेर त अरे महात्मा पनि त जिब्रो छ यार म खाएर खायो त्यो महात्माको हो त्यो विषय भोग प्रति गुण दोष बुद्धि छैन म सबैले खाँदैन पनि खाइहेरौँ भन्नु खायो गुण बुद्धिले पनि खाएन दोष बुद्धिले पनि खाएन जिब्रोको स्वाद कस्तो हुन्छ दुनियाँलाई खान्छ म पनि जान्छु न विसर्जिएत वायुवत वायु चाहिँ वायुले उडेर हिँड्दाखेरि सुगन्ध पनि लिएर हिँड्छ एकैछिनमा त्यो सुगन्ध दुर्गन्ध हराउँछ कहाँ जान्छ आफूसँग राख्दैन त्यो सुगन्धी दुर्गन्धीमा कहिल्यै पनि आसक्त भएर वायु बस्दैन त्यो वायुद्वारा मैले के सिकेँ कुनै पनि विषय भोगमा गुण दोष राख्ने गुण बुद्धि र दोष बुद्धि राख्ने भोग्न मन लागे भोग्ने भोग्न मन लागे नभोग्ने तर त्यो विषयको प्रति गुणदोष जे छ त्यही भन्ने गुणदोष बुद्धि नराख्ने चमचम राम्रो पनि नभन्ने चमचम नराम्रो पनि नभन्ने मिल्यो भने खाने मिल्यो भने खाएन विषयको प्रति त्यसै कारणले विषय एव विषवत विषय गुण बुद्धि र दोष बुद्धि राखो भने चाहिँ तो जय जय विगता मलः विमलः आगच्छतु अत्र आगच्छतु गुण दोष राख्नु भएन हामीहरूका विमलजी हुनुहुन्छ चमचम भेटे चमचम खानुहुन्छ रसगुल्ला भेटे रसगुल्ला खानुहुन्छ तर नाइ मलाई रसगुल्लै चाहिन्छ भन्ने उहाँको गुण बुद्धि छैन र चमचमप्रति दोष बुद्धि पनि छैन चल्दैछ यसरी कसलाई गुरु बनायो बसौँ गुणदोष भेटेतात्मा न विसज्जेत वायुवत् दोस्रो गुरु भयो तेस्रो गुरुको नाम आकाशलाई गुरु बनाएर के सिकियो भन्दा धेरै शिक्षा छन् एक-एकवटा शिक्षा लिनु होला है 43 तेजो आप खोइ त भने तेजो अप ब छ नि त अप कसरी भयो तपाईँले सबै सूत्रको लेखेर भ्याउनुहुन्छ कतिखेर यसलाई संविच्छेद गरेर यो सूत्रले यो भयो सूत्रले यो भयो अप कसरी भन्नु आकाशलाई गुरु बनाएर के सिकियो अरे भन्दाखेरि त पानी पर्छ नि पानी पर्यो नि पानी परिसकेर यसो आकाश छुँदाखेरि चिसो थियो पानी लाग्यो हातमा
खोइ आकाश झिक्यो भने हिँड्दाखेरि त आकाशमा ठोकिन्छ नि हाम्रो यो आकाश यो खाली जग्गालाई आकाश भनिन्छ है आकाश भनेको खाली जग्गा स्पेस ऊ त्यो ठुलो आकाश हो यो मथा आकाश हो भुँडीभित्र पनि छ हृदय आकाश होइन त्यो आकाशमा घाम लाग्छ तर आकाश तात्छ आकाश तात्छ अप पानीले भिज्दैन अन्नमयैर्भावै मेघाद्यैः वायुनैः ईरितैः नभ न स्पृश्यते आगोले पनि छुँदैन पानीले पनि छुँदैन अन्नले पनि छुँदैन अन्न पनि त आकाशैमा हुन्छ नि बाला लाग्छन् यसरी माथि मेघ आदि वायुद्वारा प्रेरित मेघहरूले आकाशलाई छुँदैन तरवत हो त्यस्तै भिन्न भिन्न कालका भिन्न भिन्न गुणद्वारा जीवात्मा कहिल्यै छोइदै छोइन्न शरीरमा रहे तापनि जीवात्मा सर्वथा भिन्न हो परिच्छिन्न जीव परिच्छिन्न र आत्मा चाहिँ परिच्छिन्न रहित हैन परिच्छिन्न भन्ने बुझ्यो न्याय वेदान्तको भाषा कसरी बुझाउनु तिमी नेपालमा छौ कहाँ छौ तर भगवान नेपालमा हुनुहुन्छ कि हुनुहुन्न अमेरिकामा अपरिच्छिन्न त उमान भनेको पुरुष जीवात्मा कुनै पनि काल सृष्टि गुणद्वारा जाडो वर्षा गर्मी यो काल गुण भयो नि त होइन त्रिकाल गुण यिनीहरूले कहिल्यै पनि स्पर्श हुँदैन जीवात्मा सर्वथा भिन्न अर्थात् कुनै प्रकारको भोग आदि भोगे तापनि जीवात्मासँग त्यो भोगको कोही सम्बन्ध हुँदैन त्यो भोग त केवल इन्द्रियले नै भोगेको हो न स्पृश्यते यथा नभ तेजो अपन्न वैभावै मेघाद्यै वायुनाईरितैः न स्पृश्यते तद्वत् काल सृष्टः गुणैः पुमान् न स्पृश्यते बुझ्यो कि बुझेन आकाशलाई गुरु बनाएर के सिकियो आकाशलाई कसैले छुन सक्दैन हो त्यस्तै जीवात्मालाई कुनै पनि काल गुणले स्पर्श गर्दैन सर्वथा जीवात्मा भिन्न छ अस्पृश्य हो नस्पृश्यते कुनै पनि पदार्थद्वारा त्यसलाई छुन सकिँदैन मान्छेलाई छुन सकिन्छ नि जीवात्मालाई छुनै सकिन्छ स्पर्शै हो मार्दा पनि मान्छेलाई मार्न सकिन्छ जीवात्मालाई मार्न सकिन्छ यी अवधूत आदि स्वरूपले जीवात्मालाई कुनै पनि प्रभाव पार्दैन भन्न खोजेको आफ्नो मार्गमा भगवतीको मार्गमा हिँड्नेवालालाई कुनै पनि मान अपमान काल श्रेष्ठ गुणले स्पर्शै गर्दैन अब आयो जल आप पृथ्वी वायु आकाश अब आप भनेको पानी पानीलाई गुरु बनाएर सिकियो पानी स्वच्छ पानी सधैँ नै स्वच्छ एक बाल्टी माटो घोलेर गोबर घोले तापनि एकछिन पछि गएर हेर्दाखेरि स्वच्छ सङ्लो भइरहेको हुन्छ माथि पानीको गुण नै स्वच्छ हो प्रकृतितः स्वच्छ स्वभावले नै पानी स्वच्छ हो स्निग्ध निर्मल
माधुर्य मिठो चमचम खाए तापनि मिठो हुन्छ नि अरे मुह मिठो हो अरे पानी दियो त पिरो भयो मधुर रस त पानीमै छ अरूमा मधुर रस हुन्थ्यो भने अरू खाएर पानी पिउनु पर्ने थिएन माधुरी मिठो खाइसकेपछि त्यो मिठासलाई मार्नका लागि मुखलाई मिठो बनाउनका लागि त्यो मुख त गुलियो भएको छ नि त त्यसलाई मिठो बनाउनका लागि माधुर्यमा पानी नृणाम तीर्थभू मनुष्यहरूलाई पवित्र पार्छ पानीले हो त्यस्तै एउटा मुनि कस्तो हुनु पर्यो पानी जस्तै हुनु पर्यो मुनि अपि जलवत् पुनाति अपान तदवत् पुनाति मुनि पनि कस्तो हुनु पर्यो पानी जस्तै हुनु पर्यो मित्रम पुनाति इच्छा दर्शन गर्नलाई पनि पुनाति उपस्पर्श आचमन गर्नलाई पनि पुनाति कीर्तनै नाम लिनलाई पनि पुनाति पानीले सबैलाई पवित्र गर्छ जो पानीसँग मिल्यो त्यो पनि पवित्र भयो जो पानीलाई इच्छा हेर्यो गङ्गा आदि नदीलाई त्यो पनि पवित्र भयो उपस्पर्श आचमन आदि गरेर पनि पवित्र भयो कीर्तन नाम लियो त्यो पनि पवित्र भयो हो त्यस्तै एउटा मुनि साधक हुनु पर्यो पानी चाहिँ सबैलाई पवित्र पार्ने सामर्थ्य राख्नु पर्यो एउटा मुनिले अब आयो अग्नि तेजस्वी तपसादीप्तो दुर्धर्षो नरभाजनः सर्वभक्षोऽपि युक्तात्मा ज्ञानते मलमग्निवत् एउटा योगी एउटा साधक कस्तो हुनु पर्यो अरे भन्दा अग्नि चाहिँ तेजस्वी हुनु पर्यो अग्नि स्वयं तेजस्वी हुनुहुन्छ तपसा दीप्त हो त्यस्तै एउटा साधक पनि कस्तो हुनु पर्यो तपस्या रूपी तेजले दीप्तिमान हुनु पर्यो दुर्धर्ष छुनै नसकोस् उसको तपस्यालाई कसैले जान्नै नसकोस् राजलाई उदर भाजन बढी ठुलो उदर भाजन एउटा यत्रो मोटो सस्तो के भयो भन्दाखेरि त घरमा फ्रिजै थिएन बसेको राख्नै पाइएन सब खानु पर्यो उदर भाजन भनेको यी जति आउँछ त्यति भोलिको लागि अग्निदेवले राख्दैनन् हो त्यस्तै एउटा मुनिले पनि त्यस्तै गर्नु पर्यो संग्रहण गर्नु भएन सर्वभक्ष सबै थोक खाए तापनि पिज्जा बर्गर मोमोज होइन अब खान मन लाग्छ होला मुनिहरूलाई पनि त्यो सबै थोक खाए तापनि सर्वभक्ष भन्नाले फेरि त्यो अभक्ष खाने होइन मान्छेले खाने वस्तु चाहिँ खानु पर्यो राक्षस भोजन खानु भएन खालि बस मांस मदिरा आदि खानु भएन प्याज वस्तु खानु किन नखानु हो अवक्षण होइन हाम्रा पूर्वज महात्माहरू नि यी दोसारे मनुस्मृतिमा अथवा शिव पुराण आदिको महात्म्यमा तपाईँहरूले हेर्नु होला भागवतको पौराणिक पुरानो ग्रन्थका महात्मामा पनि जुन पत्तादार छ त्यहाँ के छ कसलो भन्ने त पलाण्डुम रसुनम चैव गृञ्जकम मूलकम तथा अनि त्यहाँबाट तलको श्लोक बिर्सिहाल्यो लसुन प्याज गाजर मूला मनुस्मृति श्लोक है हिङ यिनीहरू नखानु सात्विक व्यक्तिले यिनीहरू नखानु यिनीहरू सबै राजसी हुन् भनेर लेखिएको छ है तामसी भनेको छैन खै पनि किन हो यो कहाँबाट सुरु भयो गाजरपछि हलुवा खानु अरे मुलाको परोठा खानु अरे लसुन प्याज नखानु अरे हिङ चाहिँ खानु अरे
कहीँ न कहीँ तिनीहरूमा केही न केही तत्त्व त्यस्तो खालको भजनको लागि विच्छेद गर्ने तत्त्व पायो होला। निवृत्ति मात्र तपस्या खेल्नु भनेको जब एउटै श्लोकमा सबै थोक लेखिदिएको छ, त्यो दुई चिजलाई चाहिँ अलग गरेर अरू तीन चिज स्वीकार्नु, दुई चिज अब स्वीकार गर्नु, त्यो चाहिँ ठिक भएन नि त नि। कि सबै छोड्नु पर्यो? कि सबै छोड्नु पर्यो? राधारणमा सबै छोडेको, राधारणको जुन भित्र भोग लाग्छ त्यहाँ गाजर पनि बन्दैन, त्यहाँ मुला पनि जाँदैन, अब हिँड पनि हाल्दैनन् त्यहाँभित्र। तर राधारणको भित्रको प्रसाद कसरी सेवन गर्नुपर्छ भने त त्यस्तै हो। तर साधक कस्तो हुनु पर्यो? सर्वभक्षा। सबै थोक खाए तापनि जस्तो अग्निदेवले सर्वभक्षा, बिल्डिङ भेटे बिल्डिङ भक्षा, मान्छे भेटे मान्छे, जिउँदो भेटे जिउँदो, मरेको भेटे मरेको, अग्निदेवले सबलाई खानुहुन्छ। तर मलम न आदत्ते, यसको मल्ल लिनुहुन्छ हो त्यस्तै अग्निवत युक्त अग्नि जस्तै त्यो तपस्याले तेजस्वी हुनु पर्यो त्यो योगी साधक। उसमा यति तपस्या हुनु पर्यो, यति तपस्या हुनु पर्यो, केही खाए तापनि त्यो खाएको पदार्थले उसको तपस्यालाई विघ्न गर्न नसकोस्, विघ्न नहोस्। दुर्वासाले दुर्वासाले खान्थे होइन। सर्वभक्ष यसरी कसलाई गुरु बनाइयो? अग्निलाई गुरु बनाएर के सिकियो? आफू तेजस्वी हुनु पर्यो। भोजनले कुनै पनि भोजनले त्यसको तपस्यादेखि त्यसलाई विचलित नपारोस्। अनासक्त पनि हुनु अग्निले मल्ल लिएको होइन। तपस्यादिक्त जब तपस्याले ऊ तेजस्वी हुन्छ, भजन पूजन साधनाले ऊ परिपक्व हुन्छ, अब उसले केही खाए तापनि उसको भजनमा कुनै प्रकारको त्यो भोजनले बाधा दिँदैन र उसलाई पाप पनि लाग्दैन। अब अग्निदेवले बिल्डिङ मेरो खाए भनेर अग्निदेवलाई कसैले श्राप पनि दिँदैन, उहाँलाई पाप पनि लाग्दैन। सर्वक्ष होइन। म त त्रिपाठी गुरुजीको चेलो हो। एकखेप उहाँ कथा हुँदै थियो, उसमा आस्थामा लाइभ एउटाले सोधे, गुरुजी प्याज खाना चाहिए कि नहीं खाना चाहिए भनेर सोधे। पता नहीं, मैं तो खाता हूँ, अब जो नहीं खाता उनको पूछो। एउटाले भन्थ्यो वृन्दावन में सब वैष्णव है, लेकिन सबसे ज्यादा प्याज मथुरा से ज्यादा यहाँ बिकता है। वृन्दावन में सब वैष्णव, तर प्रत्येक घर में प्याज देखी रहा है, वैष्णवले प्याजै खाँदैन। आसुरी भोजन चाहिँ खानु भएन, असुरहरूले खाने, साधारण मनुष्यले खाना केही आपत्ति छैन होइन। अगाडि यी सब आफ्नो भाव हो। अब भाव भन्दैमा भक्सा खानु भएन। अब यी बताइएका पदार्थहरूमा चाहिँ अब आफूलाई इच्छा लाग्छ खाने, नखाने, त्यसले नरकै जान्छु भन्ने चाहिँ सोच्नु भएन। अब अगाडि चन्द्रमालाई गुरु बनाएर के सिकियो भन्दाखेरि त यो चन्द्रमाको कला घट्दछ बढ्दछ, चन्द्रमा घट्दैनन् पनि बढ्दैनन् पनि, चन्द्रदेव एक रूपमा रहनुहुन्छ। विसर्गाद्या श्मशानान्ता भावाले हस्यनात्मनः विसर्ग आद्या श्मशान अन्ता। विसर्ग भनेको गर्भाधानबाट लिएर श्मशान अन्त, गर्भाधानमा सुरु भयो, श्मशानमा गएर अन्त। त्यहाँसम्मको जुन यात्रा हो त्यो देहस्य भाव, शरीरको भाव हो, न आत्मा न।
आत्माका भाव होइनन्। भाव भनेको स्वरूप। आत्माको गर्भाधान पनि हुँदैन, आत्मा जन्मिँदैन पनि, आत्मा मर्दैन पनि, आत्मा युवा पनि हुँदैन, आत्मा मर्दैन पनि। जन्मदेखिबाट लिएर मृत्युसम्मको भाव स्थिति शरीरको हो। त्यस्तै चन्द्रस्य कलानाम इव, चन्द्रमाको कला झैं। चन्द्रमाको कला घट्दछ बढ्दछ, चन्द्रमा घट्दैनन् बढ्दैनन्। हो त्यस्तै जन्मदेखिबाट लिएर मृत्युसम्मका भावहरू अव्यक्त वर्तमना कालेन देहस्य। अव्यक्त वर्तमान अस्पष्ट मार्गद्वारा हिँड्ने कालको प्रभावले यो सबै शरीरको गुणधर्म हो। अव्यक्त वर्तमान भनेको बुझ्यो? काल हिँडेको मार्ग देखिँदैन। अव्यक्त वर्तमान हो काल। वरिपरि घुमिरहेको हुन्छ काल। कतिखेर मार्छ थाहै छैन, कतिखेर युवा बनाउँछ थाहै छैन, कतिखेर बुढो बनायो थाहै छैन। अव्यक्त वर्तमान सबै कालले गर्दछ नि, हैन? देखिँदैन। हो त्यस्तै यी सबै विकारहरू शरीरका हुन्। आत्माका भन्ने मैले चन्द्रमालाई गुरु बनाएर सिकेँ, जाने। चन्द्रमापछि रवि, सूर्यलाई गुरु बनाएर के सिकेँ? गुणै गुणानुपादते यथाकालं विमुञ्चते न तेषु युज्यते योगी योगिरादिवोहति। सूर्यले गोपति ही सूर्य, गंगा गोपति, गणपति श्लोक चाहिँ 8 श्लोक है। त गोपति भनेको सूर्य, गो भनेको किरण, पति भनेको स्वामी, किरणका स्वामी सूर्य। सूर्यले आफ्नो गुणले अर्थात् किरणले पृथ्वीको गुण भनेको रस सुकाउँछन्। 8 महिनासम्म सूर्यले चुसै गर्छन् पृथ्वीको रसलाई किरणद्वारा। अनि फेरि बादल बनेर बसेका ती पानीहरू सूर्यकै किरणले धक्का लागेर फेरि झर्दछन्। त्यो पानी लिने र छोड्ने क्रियामा सूर्य काहीँ पनि हुनुहुन्न। गुणै गुणान उपादते, गुणै आफ्नो गुणद्वारा। सूर्यको गुण के हो? किरण। गुणान उपादते, पृथ्वीको गुणलाई उपादते लिनुहुन्छ। यथाकालम विमुञ्चते, समयानुसार छोड्नु पनि हुन्छ। त्यसु लिनुमा र छोड्नुमा गोभी गोपति तेषु न युज्यते। गोभी सूर्य किरणद्वारा, गाः पृथ्वीको रस लिँदा र छोड्दा तेषु न युज्यते। तद्वत् योगी हो। त्यस्तै साधक पनि हुनु पर्यो। कस्तो हुनु पर्यो? जजमानद्वारा खोप लिनु पर्यो र जजमानलाई खोप आशीर्वाद दिनु पर्यो, तर त्यो लेनदेनमा कहीँ पनि आसक्त हुनु भएन। सूर्यले रस सुखाए झैं योगीले के गर्नु पर्यो? शिष्यको सन्ताप हर्नु पर्यो, जजमानहरूको सन्ताप हर्नु पर्यो, अनि आशीर्वाद दिनु पर्यो। त्यो लेनदेनमा कुनै प्रकारको आसक्त हुनु भएन। सूर्य चाहिँ 8 मासान निपीतम, 8 महिना पिउनुहुन्छ। निकाल्नु त यो 6 ऋतुको वर्णन। अठारह 19 किलो कथा ऋतु वर्णन। बीस को 5 20 को 5 देखिए सबैले 10 20 5
अष्टौ निपीतं यद्भूयान्सोदमयं वसु रघोभिर्मुक्त्वारे पर्जन्यकालागते भूम्याश्च उदमयं वसु भूमिको जलमय वसुधनलाई 8 मासान् निपीतम 8 महिना पिउनुहुन्छ सूर्यले तर पिएर राख्नुहुन्न पर्जन्य काल आगते वर्षा ऋतु आएपछि अब हिजो दिनभरि होइन स्वगोभी निपीतम स्वगोभी मुक्तुमारे आफ्नै किरणले सुकाउनुहुन्छ आफ्नै किरणले झट्का दिएर त्यो पानीलाई छोड्नुहुन्छ लेनदेन कार्यमा सूर्य काहीँ पनि हुनुहुन्न हो त्यस्तै योगी पनि कस्तो हुनु पर्यो भैया जजमानले दे यहाँ खर्च गर मलाई आशीर्वाद छ लेनदेनमा कहीँ पनि आसक्त हुनु भएन यस्तो हुनु पर्यो योगी अब आयो रविको पर्छि कपोता कबूतर परेवालाई गुरु बनाएर के सिके धेरै प्रेम नाति स्नेह प्रसंगो वा कर्तव्या क्वापि केनचित् कुर्वन्निन्देत सन्तापं तपोताहिव धीमहि वापि कहीँ पनि केनचित् कोहीसँग पनि स्नेह कर्तव्य अति स्नेह न कर्तव्य कहीं न कहीं माया त गर्नै पर्यो तर अति गर्नु भएन अति स्नेह न कर्तव्य त्यसै कारणले अति सर्वत्र गर्दैन प्रसंग भनेको आसक्ति र स्नेह अति हुनु भएन माया पनि गरो त कति गरो चाहिँदो ठिक्क लिमिट म त बिना मर्छु हो त्यस्तो खालको स्नेह हुनु भएन अगर कुरुवन गर्नेले गर्छन् गरौँ सन्तापम बिन्दते त्यसले ताप पाउँछ दीनधी कपोत दीनहीन बुद्धि भएको अत्यन्त स्नेह गर्ने कबूतर झैं परेवाजी पूरी कथा सुनाइदिनु जंगलमा एउटा परेवा थियो अनि धेर परेवाले एउटा एउटीसँग हाई हेल्लो गरेर प्रेम गरो अनि 2 जना भए कपोत्या भार्यया कपोतः कश्चन अरण्ये कृतनीरौ एउटा जंगलमा कबूतर बस्दथ्यो वनस्पतो रुखमाथि कृतनीड एउटा घोसला बनायो अनि घर बनाएपछि जे गर्नु पर्दा बेहुली खोजो र कपोत्या भार्यया कबुतरीसँग बिहे गरो अनि सार्धम उवास कबुतरीसँग बसो अनि कपोतौ स्नेह गुणित हृदयौ 2 जना कबूतर कबूतरी प्रेम को डोरीले बाँधिए गृहधर्मिणौ यसरी बिहे गरेर त्यो स्नेहको गुण भनेको डोरी रस्सी मायाको डोरी स्नेह गुणित प्रीतिको हृदय बाँधियो अब त एक अर्कालाई हेर्दै समय पार गर्न थाले दृष्टिया अङ्गम अङ्गेन बुद्ध्या बबन्धु आपसमा प्रेममा बाँधिए बुढोले जे हेर्ने बुढीले पनि त्यही हेर्ने बुढीले जे हेर्ने बुढोले पनि त्यही हेर्ने हो त्यस्तै अब बुद्धिले बुद्धि बाँधियो विचार मिलो अनि मिथुनी भुय 2 जनै चेरतु घुम्न थाले दिल्ली बम्बई वनराजिसु वनमा
उदयको दिल्ली बम्बई त्यही बन्द भयो होइन। वृन्दावन। अनि कबूतरीले जे माग्दथी यम यम वाञ्छति हे राजन तम तम कामम समानयत। के अरे क्षीण अपि कति नै कष्ट उठाउनु किन नपरोस्। श्रीमतीले मागेको छिन् भनेको छ कुदेको छ। कोही रामले सीताले सुनको हरिण चाहियो भन्दा कुदे है। अति स्नेह भएर त्यस्तो भएको, अति सर्वत्र भएर अजितेन्द्रिय। तो अजितेन्द्रिय कबूतरीले जे माग्थे कालान्तरमा अण्डादेखि बच्चा जन्मिए। या 51 श्लोक। प्रजा पुपुसतु अंडा नि सुसुबे पनि छ नि त्यहाँ हैन। अंडा पनि भए, अंडादेखि बच्चा पनि भए, अनि त्यहाँबाट प्रजाको पालन पोषण गर्न थाले। दुईजना दम्पति पुत्रवत्सलौ सन्तान प्रति त प्रेम गर्छ नि। अनि तासाम शृण्वतो पूजितम, यी बच्चाहरूको तोतरी बोलनी मधुर सुहावे, मिठो मिठो ती कबूतरले कुडुम कुडुम गर्छ, सुनेर बडा मजा आउँथ्यो क्या ती कबूतरनी र कबूतरले। परेवा परेवा त्यसै कारण परेवा जोडी भनेर भन्छन् नि। यहीँबाट निक्लेको रहेछ परेवा। दुईजना भागी अरे भन्दाखेरि त परेवा जोडी उडे अरे भन्छ। कति सजिलो हो। यहाँ उत्तर भारतका त विवेकानन्द मर्छन् नि, भागाभागी छैन यहाँ। पुक्केलमा भगाएर किन लगोस् भैया, उसले लाख रुपियाँ दहेज पाउँदैन भाइ। अनि प्रजा पुपुसतु, यो दहेज प्रथा यसो त्यही कारण, त्यही रोक्नका लागि त दहेज प्रथा गरेको अरे, भागाभागी नहोस्। हाम्रो त्यो दहेज प्रथा छैन त, खुब भागाभागी छ। यहाँ दहेज प्रथा छ, भागाभागी नै छैन। यहाँ त सौदा हुन्छ, यहाँ कति करोड छैन, यति करोड दियो नि बल्ल बल्ल बिहे गर्छु। छोराले यति पढाएर खुसी खुसी दिन पनि तयार छ नि। यस्तो होइन कि जबरजस्ती सिधै केटामा जाँदाखेरि भनिदिन्छ भैया यति लाख रुपियाँ, एउटा बाइक, यति सामान, यति लाख रुपियाँ नगद, अनि हो त्यति नभए त भागाभागी हुन्छ चाहिँ। र प्रजाहरूको पुत्र पोषण पालन गर्न थाले। 61 विमोहितौ, मोहित भएर शिशुन प्रजा पुपुसतु, बच्चाहरूलाई पाल्दै पेटको पारे एकदा। एक दिन अन्नार्थम तो कुटुम्बिनौ, अन्न लिनका लागि गए। बुढाबुढी दुईजना कबुतरनी। त्यही बेलामा त्यहाँ आयो को लुब्धक कश्चित यदृच्छाको वनेचर, वनमा घुम्ने शिकारीले देखो। अनि त्यही कबुतरकै गुणको छेउमा जालम आदित्य जाल बिछायो। अनि त्यही बेलामा देखे ती प्रजा, ती सन्तानहरूले सानसाना थुरुक थुरुक आएर त्यही जालमा फसे। उता कबुतरी आएर हेर्दाखेरि त देखेर छक्क परे। गतौ पोषण आदाय 64, खानेकुरा लिएर जाँदाखेरि त बालकान जाल सम्ब्रतान, वृक्ष बच्चाहरूलाई जालमा फसेको देखेर अब आमा भन्ने मेरा छोराछोरी भन्दै क्रोशन्तो विषदुःखिताः स्वयं च अबध्यत बाँधी। शिकारी बडो चालाक, बच्चाहरूलाई मात्रै लिएर गएन, आमा पनि आउँछन् भन्ने थाहा छ। अब आमा आयो, अब बाउ आउँछ कि आउँछ भन्ने थाहा छ शिकारीलाई। जाल समेटेकै छैन, छोडिदिरहेको छ। अब तो जो है कबूतर दुखी बन्न थालो। अहो मे पश्यत अल्पम
अपाय अल्प पुण्यस्य दुर्मते अपायम विनाशम मेरो विनाशलाई हेर अल्प पुण्यात्मा म दुर्मति हुँ अकृतार्थ अकृतार्थस्य म तृप्त भएको थिइनँ गृहस्थ आश्रममा बसेर कृतार्थ भएकै थिएन मेरो त्रैवर्गिक गृह हत मेरो घर बर्बाद भयो ओहो मेरी श्रीमती अनुकूला पतिदेवता पति अनुकूल थी मलाई देवता तुल्य मान्थी शून्य गृहे माम सन्त्यज्य मलाई एक्लै घरमा छोडेर छोराहरूसँग जाँदैछे म अब सो अहम शून्य गृहे यो सुनसान घरमा मृतद्वार मृत प्रजा बुढी पनि छैनन् सन्तान पनि छैन किमर्थम जिजी विषय यो चाहिँ गडबड भयो नि किन बाँच्नु अरे किन बाँच्नु जीवस्य तत्त्व जिज्ञासा कसैको लागि बाँच्ने थोरै हो आफ्नै लागि बाँच्ने हो सुबिनामा कसरी बाँच्नु विधुरो दुःख जीवित रणुवा भएर जीवन साह्रै दुःख विधवा नारी त सुखी नै हो विधवा त सुखी नभयो यो बुढोलाई कसले बिहे गर्न दिनु त पर्यो नि त कसैले पनि मलाई दिन्छ कसैले गाडी काट्न चिल्लो मात्रै भयो होइन विधुरो दुःख जीविता विधवा दुःख जीविता प्राप्ति शास्त्र लिखित नास्ति बल्कि विधवालाई त के लेखेको छ बन्ध्या वा विधवा त्यो त बुढी मरेपछि त बुढोको छेउमा कोही जाँदैन अरे के कमसेकम बुढीको छेउमा चाहिँ सासु बुहारीहरू गएर बसिदिन्छन् बुढी मान्छे भन्छन् र सुड्डोको छेउमा कोही जाँदैन एक्लै खोजेर बस्छ विधुरो दुःख जीवित एकै भएन भागवतमा कहीँ भएको छ किमर्थम जिजिसे भन्दै रुँदै रुँदै स्वयं चक्रपणा त सिक्छु हेर्दा हेर्दै जान्दा जान्दै पनि केही भएर पशु हो के भयो शिकारीलाई बढिया भाजी मिल्यो संलब्धा कपोतम गयमेदिनम पुरा प्रसङ्गीलाई लिएर गएर खायो सिद्धार्थ प्रयोगिरम उसको बन्न आउने प्रयोजन सिद्ध हो सिद्धा निष्पन्न आलस यस सिद्धार्थ त्यो कबुतर कबुतरी चाहिँ किमर्थम जिजी विषय भनेर नभन्नु जस्तो कबुतरीले पनि किमर्थम अब मेरो छोरा छोरी छैनन् कसका लागि जिउनु भनेर पनि कुदिन् अनि त्यहाँबाट पछिबाट कबुतर कसैको लागि मर्नु हुँदैन कोही मरे तापनि म मेरै लागि जिउँछु भन्नुपर्छ न बुढी मरेर बुढो मर्ने न बुढो मरेर बुढी मर्ने अब जसको जतिसम्म भोजन दान आन्न पाइन्छ त्यति विषयको जीवित रहन्छ त्यही भनेको त्यही जिउँदा बस्नेहरू बस्नु पर्यो होइन त गृहेषु खगवत शक्त पक्षी झैँ घर गृहस्थमा आसक्त रहनेवालाहरू कस्ता हुन् अरे भन्दाखेरि त तम आरूढ च्युतम 99 मा गएर आउट भयो भगवानको धाममा आरूढ भइसकेको थियो अब त्यो मनुष्य शरीर त मुक्तिको द्वार हो तर मुक्तिको द्वारमा आरूढ भएर पनि पतन भयो किमर्थम जिजी विषय तत्त्व जिज्ञासार्थम जिजी विषय कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतकृष्णाय